गुड मर्निङ साथीहरू, देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी बस्नु परिसकेको छ। हाम्रो रुम चाहिँ यो टक्क माथि छ क्याफे। हिजो रातिदेखि परिरहेको रहेछ, म चाहिँ भर्खर उठेँ। देख्न सक्नुहुन्छ म तपाईँहरूलाई चाहिँ आज गाउँको भिजिट गराउँछु। सो साथीहरू टक्क हिउँ परिरहेको छ, लड्न चाहिँ हुन्न। टक्क Oh my god. टक्क देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ। साथीहरू यो चाहिँ हेलिप्याड हो। टक्क यहाँ चाहिँ तल क्याफे अनि टावर उता, दुईवटा टावर उता छ। टक्क रुख सबैजनालाई वान सेकेन्ड फेरि आए। टक्क दृश्य देखाउनलाई गइरहेको छु। मलाना भ्यालेजको दृश्य टक्क हेरिदिनु होला। म हिँड्दैछु, करिब परिसकेको छ। हिउँ चाहिँ 2 फुट जति परिसकेको छ। ल अहिलेलाई स्टे ट्युन साथीहरू। टक्क म गाउँमा आइसकेको छु साथीहरू। देख्न सक्नुहुन्छ माथि चाहिँ 2-4वटा घरहरू छन् अनि तलतिर देख्न सक्नुहुन्छ घरहरू। सो म जाँदैछु अहिले। साथीहरू म कन्टिन्यू हिँडिरहेको छु। अब मोबाइल पनि सेभ गर्नु पऱ्यो र फेस देखाउन सकेन अहिले। टक्क देख्न सक्नुहुन्छ यहाँ चाहिँ अवस्था यस्तो छ। टक्क पानी भर्दैछ यहाँ चाहिँ, धारा देख्न सक्नुहुन्छ यता। टक्क स्नोफल इज कमिङ देख्न सक्नुहुन्छ साथीहरू। फाइनल्ली स्नोफल आइसकेको छ। सबै मान्छेहरू खुसी नै छन्। टक्क यति टपमा पनि ल्यान्डर घरहरू छ। एउटा बाबु खेलिरहेको छ यहाँ चाहिँ हिउँमा। अब म तपाईँहरूलाई ग्राउन्डमा देखाउने छु तल कस्तो छ सिन। टक्क मैले आफ्नो फेस देखाउन सकेन। मोबाइल अब फाइनली पुगिसकेको छ साथी म ग्राउन्डमा। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। त्यही नै हो, परिरहेको छ। यो चाहिँ स्कुल, हाई स्कुल। टक्क देख्न सक्नुहुन्छ यस्तो छ ग्राउन्डको भ्यू चाहिँ। मान्छेहरू कोही पनि रहन्छ, आज चाहिँ खाली नै छ। टक्क देख्न सक्नुहुन्छ यस्तो छ। यस्तो चाहिँ एकचोटि यताको पनि हेरिदिनुहोस् भ्यू यस्तो छ साथीहरू। सो अब म जान लाग्यो रुमतिर।
सानो नानीले पत्रो लगाएको त्यसो देख्न सक्नुहुन्छ। कार्तिक लाया आप तो सोने का ट्रिमर शुरुआत में ये करूँ वही निको अब साथीहरू म रुमतिर जानु लाग्यो। एउटा बिस्कुट लिएर आएको छु दोकानबाट। अब रुमतिर बसिरहेछु म चाहिँ। त्यही हो साथीहरू। मलाना गाउँको दृश्य देखिहाल्नुभयो तपाईँहरूले। आज चाहिँ लाइट रहेछ, कुनै दिनमा चाहिँ लाइट जान्छ यहाँ चाहिँ। स्नोफल भयो अगाडि भएपछि त्यही हो भिडियो। म चाहिँ भर्खर बनाउँदैछु, यस्तो सिकेको छैन। अनि भिडियोहरू अलिअलि मनपर्छ भने लाइक गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, फेसबुकमा फलो पनि गरिदिनु होला। नोगेनेस पेज छ। अनि त्यति भन्दै आजको दिन चाहिँ हाम्रो यहाँ चाहिँ स्नोफल अगाडि भएको छ, रुक्नेवाला छैन। आज चाहिँ खतरै भएको छ। मौसम छ, तपाईँहरूले आफ्नो ख्याल गर्नु होला। तातो चिजहरू खानु होला। सो अब म रुममै पुगेर देखाउँछु तपाईँहरूलाई। म अब हिँड्दैछु बाटोमा, लास्टै चिप्लो छ यता चाहिँ। स्टे ट्युन अहिलेलाई साथीहरू। यो चाहिँ हाम्रो पुरिसकेका छ उनले चाहिँ। टक्क म सिधा दाइको रुममा जान्छु। सो साथीहरू हाम्रो रुम चाहिँ पुरिसकेको छ टक्क। अब म रुममा फाइनली पुगिसकेँ साथीहरू। आजको भिडियो यति नै साथीहरू। भिडियो राम्रो लाग्यो भने यसो लाइक कमेन्टहरू गरिदिनु होला, सेयर पनि गरिदिनु होला। लास्टमा चाहिँ सब्सक्राइब फलो गरिदिनु नबिर्सिनु होला। अनि त्यति भन्दै मौसम चाहिँ अब चिसो मौसम छ, आफ्नो ख्याल गर्नु होला। तातो चिजहरू खानु होला, न्यानो कपडाहरू लगाउनु होला।